हाम्रो गन्तव्यतिर लाग्यौँ। बाटोमा सुत्दै पल्टिँदै उठ्दै हाँस्दै डान्स गर्दै हिँडेको हामी चाहिँ गाडीमा बसेर। मौसम पनि एकदम राम्रो छ, शीतल छ। हामी चाहिँ अर्घाखाँचीतिर लागिसकेको छौँ। हरियाली एकदम हरियाली भएको छ। अहिले चाहिँ मौसम पनि चेन्ज भएको हुनाले जति जति हामी गाउँतिर लाग्दै गयौँ उति शीतल हुँदै गयो। मौसम पनि एकदम राम्रो थियो, हरियाली जताततै। यसै गरी कतै बाटो भत्किँदै थियौँ, पहिरो खस्दै थियो, डोजरले सुर्दै थियो कतै। यसै गरी हामी मन्दिरमा आइपुगेको छौँ, अर्घाखाँचीको मन्दिर सुपा देउराली। सुपा देउराली माताको जय होस्। हामी चाहिँ सामान किनेर पनि पूजा गर्नतिर लागिसक्यौँ। मन्दिर खासै भिड थिएन हामी पुग्दा चाहिँ, तर पछि एक्कासी एकदम भिड भयो। हामी चाहिँ पछि लाइन मिलाएको भएर अलिअलि पछि पऱ्यौँ। पूजा गर्दै लाइन बस्दै जाउँ हामी चाहिँ। मैले चाहिँ पूजा गरेँ आदि, भित्र प्रसाद ससाद दिएँ। त्यसपछि चाहिँ बाहिर पूजा गर्न छ वरिपरि। मैले शिरीषमालाई प्लास्टिक चोक्न दिएको थिएँ, पोज गर भनेको त पुरा कम्मर मर्कै पोज दिएको थिएँ। डाँडापाखाहरू एकदम राम्रो देखिएको छ, बादलले गर्दा वरिपरि एकदम सुन्दर देखिएको छ। हेर्दा हेर्दै पछि पनि एकदम भिड भयो। अनि हामी चाहिँ पछिबाट यता भित्र जानको लागि नरिवल पुज्नको लागि लाइन बसेको थिएँ। मैले चाहिँ पूजा गरिसकेपछि सो सेल्फी भिडियो लिएँ आफ्नो आफै। यस सँगसँगै हामी चाहिँ नास्ता खाएर फेरि अब घरतिर हिँड्न लाग्यो। यसै गरी हामी चाहिँ अब घरतिर हिँड्न लाग्यो। सुपा देउराली माताले हाम्रो सम्पूर्ण परिवारमा रक्षा गरिदिनु, हाम्रो घर परिवारमा सुस्वास्थ्य दीर्घायु लाभको कामना गर्दछु। यसै गरी हाम्रो भिडियो यहीँ सकिएको छ। थ्याङ्क यू सो मच। साथसाथै हाम्रो सिरान्सलाई चाहिँ यसो मैले देखाइदिएको, खुसी भएको थिएँ। बाबुले चाहिँ उता भिडियो बनाउँदै हुन्छ मन्दिरको, म चाहिँ यता ब्याकग्राउन्ड सिन। यस्तो राम्रो हरियाली देखेको छ कि दामी भ्यू छ। हजुरहरू पनि समय संजोग मिलाएर माताको दर्शन गर्न जानु होला। थ्याङ्क यू सो मच। बाई बाई।